हेलो गाइज, वेलकम ब्याक माई ब्लग। अनि आज चाहिँ म कहाँ जाँदैछु भन्दाखेरि आज चाहिँ म इस्टर्न पार्क, एकदमै भाइरल इस्टर्न पार्कमा जाँदैछु। अहिले चाहिँ भर्खर बिहान भन्नाले दिउँसो भइसक्यो होइन। वेदर चाहिँ हल्का क्लाउडी, पानी पर्ला जस्तो छ। अनि म चाहिँ जाँदैछु, के हुन्छ बाटोमा अब होइन। पानी पर्ला जस्तो छ, जहाँसम्म मलाई लाग्छ पानीले साथ नदेला जस्तो छ। त्यही पनि पुग्यो भने पुग्यो, ठिकै छ। कोसिस त गर्नु पऱ्यो नि त होइन, के गर लगाइस्। बाटोतिर बस्दै चिलमा जाने बिस्तारै होइन, किनकि बाटो धेरै टाढा छ। धेरै भन्नाले यो पारिबाटै जाने हो होइन, ठ्याक्कै पारिबाट जाने हो। त्यही भएर बाटो अलि लामो छ, हल्का अब बाटो त्यस्तै अफरोड खतमै झोर छ होइन। जानुपर्छ बिस्तारै, चट्टल आएर बादल लाएर कस्तो भएर जाने। चाहिँ हाम्रो बोजू घर जान्छ, पारि चाहिँ हाम्रो गाउँ। मौसम चाहिँ लगभग अहिले पानी परिसकेको छ। यस्तो झन् यहाँ चाहिँ सिटी छ, यतातिर कता के हो लोसन। यता चाहिँ पानी परिसक्यो, म यता जाने होइन, यतादेखि आएको। यस्तो छ बाटोको अवस्था, खत्तम तट फर्केर जानु न, उतै जानु भयो। लाग्दो सघा चाहिँ अहिले चाहिँ म टक्क आइपुग्यो गर्दाङढुङ्गा भन्दा अलि माथि। बाटो त सोलिङ छ पुरै होइन, तर एकदम खत्तम सोलिङ छ। त्यस्तै हो, हिँडेर आउने सर्टकट पनि छ नि त। अब म चाहिँ आइपुगेँ यहाँ माथि होइन। अब तल यही तल हो म जानु लगाएको चाहिँ अहिले। त्यही हो, बाटोको अवस्था एकदम गम्भीर छ। बनायो भने एकदम राम्रो छ। हिलोले सत्यानाश बनायो मेरो। झन्डै 2-3 ठाउँमा पल्टिएँ, एक ठाउँमा दह्रो ठोकिएँ। त्यस्तै छ अवस्था। हेलमेटले यता टाउको दुखाएर त हिँड्दा निदाउँछ यार, के भएको यार। सोलिङले उफार्दा त्यो हल्का बिउँ जान्छ कि झसङ बनाउँछ। मात्र त हिँड्दा निदाउँछ। त्यतातिर यस्तो दामी छ कि फेरि के गर्नु, त्यत्रो बाटो आएकै बिर्सिन्छ। अहिले आउनु त आएँ होइन, अब जाने चाहिँ म सोचिरहेको छु कि ओहो कसरी जाने हो। मलाई एकदम चिन्ता लागिरहेछ, चिन्ता। एकछिन तल पुगेर भागिहाल्छ, पानी पऱ्यो भने त झन् बिजोग हुन्छ यार, गाह्रो छ। पकटमा आएर भोलि पर्सि आउनुपर्ने छ, हिँड्दै आउनुपर्ने छ बरु। गम्भीर छ लगाइस्। अब तलतिर एकछिन जाने, अनि त्यसपछि टाटा बाई बाई। यहाँ चाहिँ बन्द रहेछ है गेट लाएर। इस्टर्न पार्क अहिले स्विमिङ पुल छ है। त्यहाँ बुद्धको मूर्ति, त्यसपछि कता हो शिवजीको मूर्ति पनि थियो। के पोखरी बनाएर रहेछ कोही पनि थाहा भएन। त्यो गेट लगाएको छ कि यहाँ जानको लागि। त्यही हो, कहाँबाट जाने अब। त्यहाँबाट छिर्ने ठाउँ रहेछ माथिबाट हाम फालेर, तर म त्यसरी जाँदिनँ। के यार, यहीँबाट देखिसक्यो। अब के भित्र गएर हाम फाली चाहिँ के जानु, ढोकै लागिसकेको छैन। हस्पिटल छ ऊ तल जो।
यो मासतिर चाहिँ फिल्म सुटिङ भएको थियो पहिला है यतातिर चाहिँ। अनि यता माथि यो यसलाई पनि यो माथि गर्दन भन्छ के भन्छ यसलाई त्यो के भन्छ कुनै थाहा भएन तर हुन चाहिँ हो साथीहरू। अब एकछिन बस्छु होला त्यसपछि जान्छु म त। पानी पर्छ अहिले रेनकोट त छ कि तर बाटोको अवस्था एकदम बिजोग छ के गर्नु छिटो जानुपर्छ। यस्तो छ कुरो काँडे। मासतिर त के हो भ्यू टावर जस्तो नि बनाएको रहेछ। धेरै पछि आएको पहिले यो नबनाउँदै आएको थिएँ म बनाउनु लाग्ने बेला। अहिले त धेरै राम्रो बनिसकेको छ नि धेरै राम्रो। त्यही हो अब बाटोतिर केही भयो भने भेट्छु नभए यतातिर व्यवस्था हान्नुपर्ने हुन्छ हामीले है। सो त्यही भएर त्यो बाढी खाएर भइरहेछ ल सही छ नि त है आम्बो।